साथीहरू नमस्कार। आज हामी जाँदैछौँ हामी रेस्टुरेन्टमा एक्सप्लोर गर्नलाई। अनि खाना खाने हो अनि त्यसपछि जाने हो मसाज गरेर अनि त्यसपछि हिँड्नुपर्छ। हामीले त्यो हेर्नुहोस् भिडियो। अनि हिँड्दैछौँ हामी आफ्नो गाडीमा अगाडि बढ्दैछौँ। अब आउँछ गन्तव्य। तपाईँले हेर्नुपर्ने चाहिँ भिडियो फुल हेर्नु भएन भने तपाईँ हुनुहुन्छ फेरि फुल। गाइज अब चाहिँ हामी चाहिँ गाडी पार्क गरियो। अब भान्जा यता हुनुहुन्छ, हामी चाहिँ लाग्यो अब रेस्टुरेन्टतिर। भाइको रेस्टुरेन्ट अब कता छ खोज्नुपर्छ। यहाँनिर पार्किङमा त आइयो, ठुलो पार्किङ रहेछ। अब कहाँ हो कता हो भन्ने कुरा अब लाइभ लोकेसन हाल्दैछौँ। 2 मिनटमा त्यहाँ पुगिन्छ होला। ल मलमा आइसकेको अवस्था। अब चाहिँ माथि हामी जाँदैछौँ। यहाँबाट माथि गएर तपाईँको रेस्टुरेन्ट अस्ट्रेलिया मारियो भन्ने रेस्टुरेन्ट रहेछ। अब त्यो रेस्टुरेन्ट खोज्दै हिँड्दैछ हामी। फर्स्ट फ्लोर होइन भन्छ, फर्स्ट फ्लोर जाने ल। फर्स्ट फ्लोर यहाँबाट हिँड्दैछौँ हामी। त मल चाहिँ राम्रो रहेछ, ठिक लाग्यो। यहाँको चाहिँ कन्सेप्ट ठिक लाग्यो यहाँको चाहिँ है, राम्रो छ। फर्स्टचोटि आएको, फर्स्टचोटि आउँदाखेरि पनि तपाईँको एक्सपेक्टेसन थियो यतिको भन्ने कुरो रहेछ। ल ठिक छ है त। कस्टम पनि रहेछ यहाँनिर। इन्डियन सेलिब्रिटी सेफको यो रेस्टुरेन्ट हो। सेफ रणवीर बराग, सेफ रणवीरको होइन, सेफ रणवीर बराग। दिङताङ फुङ पनि रहेछ यहाँनिर नजिकै। अब आइसक्यो लगभग है त। यहाँ चाहिँ रेस्टुरेन्टहरू राम्रो राम्रो रेस्टुरेन्टहरू रहेछ है। आई होप रेस्टुरेन्ट पनि रहेछ त्यहाँनिर है। यहाँ चाहिँ मेट्रो, केटाकेटीहरूलाई मेट्रो यहाँनिर हिँड्नको लागि देख्न सक्नुहुन्छ। भारेहरू भुरेहरू हिँडिरहेका छन्। अनि तपाईँको यतातिर फिटनेस, माथि फिटनेस रहेछ। यहीँ सल्ट एयरलाइन लन्डन पनि रहेछ यहाँनिर। चिज केक कतापट्टि छ? चिज फ्याक्ट्री। यो पनि राम्रो चलेको रेस्टुरेन्ट, एकदम राम्रो चलेछ यसको चाहिँ। तलपट्टि यहाँनिर तपाईँको सुपर मार्केटहरू, स्टारबक्सहरू छ होइन। यहाँबाट चट्ट भ्यू देखिने रहेछ, राम्रो लाग्यो यहाँनिर। हेर्नुहोस् बाहिरको। अनि यसको कन्सेप्ट हेर्नु न, माथि सनलाइट पुरै आउँदो रहेछ। यस्तो राम्रो। भन्जाले एक्सप्लोर गर्दै हुनुहुन्छ है के छ भन्ने कुरो। तलपट्टि रेस्टुरेन्टहरू, यसले त रेस्टुरेन्टमा पनि राम्रो बिजी छ त यार यस्तो। अब हामी खोज्दैछौँ भान्जा कता यसो हेर्नुहोस् त, कहाँनिर हो। हामी मिसिङ भयौँ क्या हो भन्ने कुरो छ है। यहाँ इटाली पनि रहेछ। इटाली ओपन भ्यू रहेछ यहाँनिर, एकदम मजाको। तपाईँको हेर्न सक्नुहुन्छ, राम्रो भ्यू छ यहाँनिर। छट्ट लाएर यतापट्टि रहेछ क्या, अगाडिपट्टि जस्तो लाग्यो भान्जा। यो साइडमा हुनसक्छ है। खै चाइनिज फ्याक्ट्रीमा पनि आइयो हामी। यो चाइनिज फ्याक्ट्री रेस्टुरेन्ट पनि राम्रो चलेको हो होइन। अब हामी जाने कुन रेस्टुरेन्टमा अरे भान्जा? हामी जाने रेस्टुरेन्ट यही हो कि जस्तो छ केटा हो है। दाजुभाइ दिदीबहिनीहरू, यही रेस्टुरेन्ट हो भन्छ हाम्रो। अस्ट्रेलिया मारियो, यही त हो नि, अस्ट्रेलिया मारियो। ल यहाँ आइयो हामी। अब चाहिँ भेटिन्छ हाम्रो भाइलाई है त। त्यसपछि हामीले देखाउँछौँ तपाईँलाई ट्याक्क लाएर। त्यो चाहिँ हाम्रो पर्वत भाइको रेस्टुरेन्टमा आइयो हामी। यहाँनिर हेर्नुहोस्। अब हाम्रो यहाँ हिँड्दैछन् टेबलमा, कुन टेबलमा राख्छन् भन्ने कुरा। अब चिज कर्नर यतापट्टि। हाम्रो जेन्टलम्यान भेट्नु भयो यहाँनिर। केटाकेटीहरू बच्चाहरू कुद्दैछन्। हामी चाहिँ यहाँ रेस्टुरेन्टको बाहिरपट्टिको बाल्कनीतिर आइयो, तर ओपन त छैन, क्लोजै छ। तर भ्यू चाहिँ राम्रो। यहाँबाट तपाईँको बुर्ज खलिफा पनि देखिएको अवस्था छ। यहाँबाट तल चाहिँ समुद्र, यहाँबाट तपाईँको बोटिङहरू जान मिल्ने, तपाईँको यहाँबाट क्रुज जान मिल्ने, क्रुज डिनर गर्न जान मिल्ने पनि ठाउँ रहेछ यतापट्टि। बुर्ज खलिफा देखियो, तर राम्रो लाग्यो, धेरै राम्रो लाग्यो। आई लाइक इट होइन भन्छ। कस्तो लाग्यो? अब हामी चट्टै लन्च गर्न पर्छ हो। ल अब लन्चको लागि यहाँ टेबल रेडी छ। फुड कस्तो छ हेरौँ है त।
Okay, which cheese is that one? Silicone cheese is Georgian. Georgian cheese. Georgian cheese. This is the So you Georgian guys will know it's cheese. coming from Georgia. No, it's coming from Georgia. Everything. We have some so many things. Even the Georgian spices is comes directly from there. Yeah, even the tomatoes coming from Georgia. I want to go to Bali. Drinks पनि आइसकेको छ But we also अवस्था. go Georgia, right? Yes, yes. Thank you so much. Thank you, bro. This is the recommended, right? Thank you, bro. Thank you so much. Thank you. Really appreciate it. It was good. Would like to get some bread with. यो के ट्राई गर्न लाग्यो हजुरले अब यो चिकन विथ टोमेटो सस हो होइन ओके कुखुराको मासु र के अरे टमाटरको झोल भन्नुपर्दाखेरि चाहिँ प्रेजेन्टेसन पनि राम्रै छ होइन एकदम सही छ यो चाहिँ मस्त हेर्नु अनि ड्रिङ्क चाहिँ कस्तो स्मेल पनि लाग्यो राम्रो छ ड्रिङ्क पनि सही छ के ए के को फुल हो हाल्दै खान माथिबाट एडिबल फ्लावर्स आइ वा यो हो सही छ अनि भ्यू पनि सही छ सही छ राम्रो लाग्यो है ल गाइस अब हामीले खान्छौँ होइन अब खान्छौँ हामीले चाहिँ यो ब्रेड आउँदैछ फेरि यसमा चाहिँ ब्रेड सट्टा रोटी ब्रेड अन द साइड अन द साइड अनि त्यसपछि यसलाई चाहिँ अनि हाम्रो दाइ अन द साइड रोटी पनि खाइएको रह्यो होइन अब यो चाहिँ के अरे तपाईँको टमाटरको झोलमा कुखुरो हालेको रहेछ यसलाई चाहिँ अब यो पनि मिठो लाग्यो ब्रेडसँग चाहिँ अनि त्यसपछिबाट हाम्रो ड्रिङ्क्स पनि लगभग भइएको अवस्था छ साथीभाइहरू है अब चाहिँ अर्को कोर्स आउँदैछ अब एकछिन कुर्दैछौँ है त खान्छ श्याममा दाल भात मासु मुसेर खाएको जस्तो नहुने रहेछ होइन गुड एक्सपिरियन्स चाहिँ राम्रो रहेछ होइन ठिक छ मासु भात भन्दा पनि बाहिर हल्का रमाइलो हानिदिएको बिचमा होइन तर धेरै राम्रो लाग्यो ड्रिङ्क्स पनि खत्तम भइरहेको छ अर्को एक ड्रिङ्क्स अझै हाल्नु पऱ्यो होइन त्यस्तै गरेर प्याकेट फुड खानुपर्छ गाइस अनि ओ प्यासन फुड चलिरहेको ल अब अर्को वेटिङमा छौँ हामी हेर्दै गर्नु होला स्टेट्युन गाइस साथीहरूले नोटिस गर्नुभएको थियो गर्नुभएको छैन यहाँ मलाई कपडा पनि लगाइदिएको थियो यसरी यहाँनिर अगाडिपट्टि सेतो टी सर्ट लगाएको भएर यहाँ फोहोर खाना चाहिँ झऱ्यो भने कपडा खराब हुन्छ भनेर हल्का रमाइलो पास्ता 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 है त white sauce with Georgian tomatoes. Georgian tomato है क्या guys? And fettuccine pasta? Pasta from Italy, tomatoes from Georgia. Okay. Chicken from Dubai. Chicken from Dubai, huh? Wow. Hey. Huh? यो के देखायो भन्नु होला तलबाट होइन यहाँ बुर्ज खलिफा पिज्जा है कि ए बुर्ज खलिफा पिज्जा भनेको यो हो बुर्ज खलिफा पिज्जा यस्तो हुन्छ यो अब लास्ट कोर्स भनेछु मैले चाहिँ यो होइन यसपछि त्यसपछि डेजर्ट चाहिँ होला त्यसपछि चाहिँ अब हामी चाहिँ डाइट डेजर्ट चिज अब चाहिँ ल Cheese cake बन्द छ क्या मैले Napoleon. के हो Spice अहिले homemade spice ल भाइ खान्छैमा कहाँबाट खाने We have your भाइ, Napoleon के हो यो Napoleon Georgian pop pastry with custard, vanilla and cream inside. कसम यो हो नि त पारा यो त पुरा सपोज टु बी मील हाउ कम डेजर्ट बुर्ज खलिफाको त भाइ आएको यहाँ त यार अब आज चाहिँ पुरा यहीँ सुत्यो लाग्छ केटा है अब डेजर्ट पछि गाइस एउटा कफी खानुपर्छ खाना दिनु भयो एउटा ब्ल्याक कफी चाहिन्छ अमेरिकनो लगाएँ अब चाहिँ खाएर अनि ए हजुरको हजुर Sure, by sure. You know, since they returned, they told to, she's going to give them menu. And then the lady to answer to Nabil, she said, हजुर यो यहाँ मैले यो देखेँ रोटाई भन्ने होइन यो चाहिँ के रहेछ मसाजको मेसिन मसाज हामीले मसाज गर्छ नि त्यो मेसिन बेच्ने जाँदा यसो हेरौँ कस्तो रहेछ त्यहाँ के रहेछ यसो हेर्नु पर्यो मसाजको मेसिन बेच्ने अरे त्यो मेसिन हेर्नु पर्यो त्यसको पनि अझै एक्सप्लोर गरौँ कस्तो रहेछ है त यहाँ छ अब हामी जाँदैछौँ त्यहाँ गएर यसो हेर्नु पऱ्यो कस्तो रहेछ त्यहाँको एउटा एक्सपिरियन्स पनि लिनु पऱ्यो कति पर्दो रहेछ मेसिनको कति पर्दो रहेछ होइन कस्तो कस्तो खालको रहेछ
तपाईँहरूले पनि हेरिराख्नुहोस्, देखाउँदैछु है म तपाईँहरूलाई। यो छ, यो चाहिँ स्पेसल होला। त्यसपछि यिनी भयो, त्यसपछिबाट यिनी यो 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 के कुरा हुँदैछ भन्छ यहाँनिर? के कुरा हुँदैछ? होइन मसाजको चेयर हेरेको होइन हजुरको घरको लागि, हजुर अलिकति बजेट मिलेन क्या। कति पर्दो रहेछ यसको चाहिँ? जम्मा 82,000 दिराम। 82,000 ग्राम्सको रहेछ यो चाहिँ है। यो चाहिँ एडभान्स टेक्नोलोजीको भएर होला होइन एकदम यसको चाहिँ। 10,000ले 4 लाख हो। 40 लाख भन्नु चाहिँ 40 धेरै होइन, 40 लाख नेपाली। 40 लाख नेपाली पर्ने भयो जम्मा। जम्मा ठिक छ होइन। यसलाई चाहिँ वान टाइम सर्भिसको लागि कति? यस्तो होइन, वारेन्टीमा इन्क्लुड हुन्छ। नै भन्नाले हामीले युज गर्दाखेरि वान टाइम तपाईँले सर्भिस होइन, यो त बेच्नको लागि डेमो पिस डेमो पिस। डेमो पिस ए ल ठिक छ। हामी रिभ्यू दिन कस्तो हुन्छ। ओके सही सही सही। ल हेर्नुहोस्, तपाईँहरूलाई पनि चाहिन्छ भने यहाँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। ल भान्जाले चाहिँ 80,000को मसाजरमा मसाज गर्दै हुनुहुन्छ। 80,000 पर्ने त्यसलाई चाहिँ। यसमा चाहिँ तपाईँको यो पनि लगभग सेम प्राइस पर्छ। तर राम्रो मैले भर्खर यसमा गरेँ, राम्रो एकदम राम्रो। तपाईँको 3, 4, 5वटा मोड छ, थुप्रै मोडहरू रहेछ यसमा। स्टेज अब तपाईँको चाहिँ एकदम फ्रेस हुने धेरै धेरै तरिकाको छ। यो अर्को चाहिँ नेक मसाजर पनि रहेछ यहाँनिर। यस्तै अब कस्तो देखिँदैछ यहाँनिर। यो पनि तपाईँको अफरमा रहेछ होइन। पुरा नेकमा पछाडिपट्टि मसाज गरिराख्नु होला यसले चाहिँ अटोमेटिक। हेर्न सक्नुहुन्छ। अफरमा यो पनि सेम कम्पनीको।